गर्नको लागि। अनि यहाँ चाहिँ शिवलिङ्ग पनि छ यहाँ। यहाँ चाहिँ तपाईले चाहिँ देख्न सक्नुहुनेछ, यो यहाँ चाहिँ माघे मेला पनि लाग्ने गर्दछ। माघे मेला हेर्नको लागि थुप्रै मान्छे चाहिँ हेर्नको लागि यहाँ चाहिँ धेरै मान्छे आउँछन्। यहाँ चाहिँ तपाईले माघे मेला विशेष लाग्ने स्थान यही नै हो है। यहाँ चाहिँ माघे मेला लाग्छ, भव्य रूपमा चाहिँ मेला लाग्छ। यहाँ तपाईलाई देखाउन गइरहेका छौँ।